राधे राधे सबैलाई। मेरो नाम मनोज हो र स्वागत छ तपाईहरुलाई मेरो यस भक्ति यात्रामा। यो मेरो पहिलो भिडियो हो। यदि कुनै कमजोरी छ भने आफ्नै भाइ या साथी सम्झेर क्षमा गरिदिनु होला। र यस भिडियोमा हामीले भगवान श्री कृष्ण र राधा रानीको कथा अनि भगवत गीता, सनातन धर्म र भक्ति सम्बन्धी प्रेरणादायी कथा साझा गर्छौं। आज म तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु। भगवान श्री कृष्ण भन्नुहुन्छ कर्म गर, फलको आश नगर। त्यसैले हामी आफ्नो कर्म चाहिँ गर्नुपर्छ र फलको आश गर्नु हुँदैन। हामी आफैसँग लडेका छौँ। हामी पैसा धनसँग लडेका छौँ। हामी संसारसँग लडेका छौँ। हामीले कसैलाई देखेर उसको हावभावसँग देखेर हामी उसलाई सानो बनाउँछौँ। हामी जातभातसँग लडेका छौँ। एउटा कुरा थाहा तपाईलाई, कुनै पनि प्राणी जातले सानो या ठुलो हुँदैन। सानो ठुलो त केवल उसको कर्मले हुन्छ। त्यसैले राम्रो कर्म गर्नुपर्छ। कर्म नै सबैभन्दा ठुलो। हामी मरेर जाँदा पनि हामीले धन, आफूले कमाएको धन लिएर जान सक्दैनौँ। हामीले लिएर जान सक्छौँ त केवल हाम्रो राम्रो कर्म। त्यसैले कर्म राम्रो हुनुपर्छ। भगवान श्रीकृष्णले भन्नुभएको छ नि, कर्म गर, फलको आश नगर। हामीले गरेको राम्रो कर्मको एक हिसाब हुन्छ र हामीले गरेको नराम्रो कर्मको पनि एक हिसाब हुन्छ। सायद त्यसैले होला अहिले जो पनि यो नेपालमा या कुनै अन्य देशमा अहिले यो विभिन्न धर्म बनेका छन्। अनि मेन त नेपालमा जातलाई लिएर धर्म, हिन्दू धर्म, सनातन धर्मले जातभात छुट्यायो, यस्तो गऱ्यो, मन्दिरमा छिरेर पूजा गर्न दिएन भन्छन् होइन। तर एउटा कुरा म भन्न चाहन्छु, पूजा गर्नु मात्रै धर्म होइन। पूजा गर्नु मात्रै धर्म होइन। भक्ति भाव हुनुपर्छ। मनमा भक्ति भाव हुनुपर्छ। मन्दिरमा गएर पूजा गरेर यदि तपाईले मन्दिरमा गएर पूजा गर्नुहुन्छ अनि तपाईले गलत पाप गर्नुहुन्छ भने त्यसको कुनै अर्थ रहँदैन। त्यसैले राम्रो कर्म गर्नुहोस्। सबैलाई सबैमा भगवान देख्नु त्यो सबैभन्दा ठुलो कुरा हो। हामी धर्म परिवर्तन गर्दैमा हामी आफू परिवर्तन हुने होइन। हामीले त केवल चेतना परिवर्तन गर्नुपर्छ। चेतना भनेको बुझ्नु, जान्नु र महसुस गर्नु। त्यसैले हामी जति पनि यो धर्म भनेर भागदौड गरेका छौँ, यो कुनै पनि मतलब छैन। जुन भने आफ्नो धर्म नै हामीले बुझेको छैनौँ भने अरूको धर्ममा गएर हाई भनेर हुने केही होइन। त्यसैले आफ्नो धर्मलाई पनि बुझ्ने कोसिस गर्नु र आफ्नो धर्मलाई मानेर अरूको धर्मलाई पनि सम्मान गर्नु, यही नै ठुलो कुरा हो। र भगवान श्रीकृष्णले हामीलाई केवल पूजा गर्न मात्रै होइन, राम्रो कर्म गर्न पनि सिकाउनु भएको छ। भगवत गीतामा हामीलाई कर्म, धैर्य, सत्य र भक्तिको मार्ग देखाउनु भएको छ। दुःख होस् या सुख, भगवानलाई सम्झेर आफ्नो काम इमानदारीपूर्वक गर्नुभयो भने तपाईँको जीवनमा पनि शान्ति आउनेछ र तपाईँको जीवन पनि बिस्तारै सकारात्मक दिशातर्फ लाग्नेछ। र यस्तै यस्तै भिडियोहरूको लागि हामीसँग जोडिनु होला। तपाईँलाई यो भगवानप्रतिको र ज्ञानप्रतिको, सनातन धर्मप्रतिको, भगवत गीताप्रतिको ज्ञान कस्तो लाग्छ, यदि तपाईँलाई मनपर्छ भने हामीसँग जोडिनु होला र हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नु होला र अरू धेरै मार्गमा पुर्याउनु होला। यदि तपाईँलाई पनि यो भिडियो मन पर्यो भने कमेन्टमा राधे राधे लेख्न नभुल्नु होला। राधे राधे। जय श्री कृष्ण।